नानी आमा दिदीले पूजा गर्दैछ यता अब मेरो पाली ल पानीले भुज्यो त भाइ फोन ल्याउनु कि त्यतिकै चढ न त अघि नै घुमिस् त आज चाहिँ एकादशी तुलसी बिहा हाम्रो भाइले धेरै समयपछि गर्दैछ घरमा भगवानको आशीर्वाद प्राप्त होस् मेरो भाइलाई दीर्घायु दिउन् धन्य धनले भरपूर्ण होस् मेरो भाइलाई सद्बुद्धि दियोस् रोग कष्टले मुक्त होस् अन्त हेर्नु न आज यस्तो पानी झरीमा पनि है हाम्रो भगवानले परीक्षा लिनु भएको होला हामीले र पनि पूजाहरू गरिरहेछौँ यता आमा सिकाउनु हुँदैछ आमाले के गर्नुपर्ने नगर्नुपर्ने भन्छ अब घुम्ने मान्छेलाई थाहा छैन हामी त तलै पो हेर्दैछ पानी हाल अलि मजाले चुहाउ पानी भयो त्यो चारै सुरमा पानी चुहायो तिमीहरूले तपाईँ गर्नु न अब